नमस्कार गरेँ। जय मानव सेवा, जय नेपालीहरू। यो कार्यक्रमको अध्यक्षता गरिरहनु नेपाली हडग्रुप काठमाडौँ कार्य समितिका अध्यक्ष कृष्ण केसीलाई नमस्कार है। सँगै आज हामी संयोगले दुईजना अध्यक्ष हामी सँगै छौँ। उहाँ दुईजना अध्यक्षलाई दुईटैलाई एकचोटि सभापति बनाउने मन थियो, तर यो अलिकति विधानले यो हाम्रो नियमले दिँदैन। त्यसकारण चितवन हडग्रुपका आदरणीय अध्यक्ष सुभाष बराल सरलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगसँगै चितवन हडग्रुपका सल्लाहकार विद्वान बुद्धिजीवी हाम्रा आदरणीय सर रमेश भूषाल सरलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगसँगै रेश्मी आलेलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगसँगै समाजसेवी सामाजिक अभियन्ता नेपाली हडग्रुपका केन्द्रीय सदस्य पिताम्बर पोखरेललाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगै हातेमालो मानव सहायता समूहका सदस्य कार्यसमिति सदस्य तिलक आकृतिजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हातेमालो मानव सहायता समूहका आजीवन सदस्य शुभचिन्तक हाम्रा प्यारो भाइ अञ्जन कुमार श्रेष्ठलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगै हातेमालो मानव सहायता समूहका दिदी नेपाली हडग्रुपका भाउजू शारदा केसी भाउजूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगै चितवन हडग्रुपका सदस्य आज हामीले एकजना प्रमुख अतिथि हाम्रो नियमअनुसार राख्नुपर्ने हुन्छ। आजलाई हामीले प्रमुख अतिथि चयन गरेका छौँ। नेपाली हडग्रुप चितवन र नेपाली हडग्रुप काठमाडौँ कार्य समितिकै सल्लाहमा आजका विधायक जो हुनुहुन्छ विशाल कुमार श्रेष्ठ, उहाँलाई आज हामी प्रमुख अतिथिमा यहाँ उहाँलाई उभ्याउँछौँ। विशाल कुमार श्रेष्ठ सँगसँगै नेपाली हडग्रुपका आजीवन सदस्य केन्द्रीय सदस्य चितवन हडग्रुपका उपाध्यक्ष तुलसी ढकाललाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सामाजिक मञ्चका आजीवन सदस्य नेपाली हडग्रुपका सदस्य अत्यन्तै शुभचिन्तित जतिखेर पनि नेपालीहरूलाई सहयोग गर्दै आउनुभएका रिता अधिकारीले पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाली हडग्रुप कार्य समितिका उपाध्यक्ष रचना थापालाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाली हडग्रुप काठमाडौँ कार्य समितिका सहसचिव रमेश कुमार लम्सालाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाली हडग्रुप काठमाडौँ कार्य समितिका सदस्य अमृत कार्कीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगसँगै नेपाली हडग्रुप काठमाडौँ कार्य समितिका सहयोगी मनका धनी सदस्य कृष्ण कार्की बहिनीलाई पनि सँगसँगै नेपाली हडग्रुपका धेरै सहयोगमा अगाडि हात बढाइराख्नुभएका सीमा श्रेष्ठलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हिरोको रोल लाग्छ भनेको भने चाहिँ एकजना सफल व्यवसायी देशैभरि आफ्नो व्यवसाय सञ्चालन गरेर नेपालीभरि इटा सप्लाई गरिरहनु भएको छ, नेपालीहरूलाई माया गरिरहनु भएको छ। अनि एक सफल व्यवसायी मेरो अनन्य मित्र दिनेश सिल्वा सरलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यो बोल्दै जाने क्रममा थोरै तलमाथि पर्न सक्छ, त्यसको लागि मैले एकदमै एक्सट्रिमली सरी भने। थ्याङ्क यू सो मच। अब हामी कार्यक्रम अगाडि बढाउनुतिर गइरहेका छौँ। तपाईँहरू चितवनदेखि जोड्नु भएको छ, काठमाडौँ विभिन्न ठाउँबाट जोड्नु भएको छ, विभिन्न सङ्घ संस्थाबाट सहर्ष स्वीकार गरेर यो ठाउँसम्म आइपुग्नु भएको छ। तपाईँहरू सम्पूर्णलाई उस्तमा आफ्नो स्वागत मन्तव्य दुई शब्दबाट स्वागत गरिदिनु हुन नेपाली हडग्रुप काठमाडौँ कार्य समितिका सचिव रमेश कुमार लम्सालाई मैले अनुरोध गरेँ स्वागत मन्तव्य भिडियो आजको यस कार्यक्रमका काठमाडौँ कार्य समितिका साथीहरू सम्पूर्णलाई म हृदयदेखि धन्यवाद आज यस्तो गर्मीमा पनि सहयोगको कार्यक्रमको लागि अगाडि बढ्न पाउँदा लागिरहेको नेपाली हडग्रुप बित्तिकै
यो सबैको मनस्पर्धमा पुगिसकेको छ कि यो भनेको एउटा सामाजिक संस्था सहयोगको लागि अघि काम गर्दै आइरहेको संस्था हो भनेर सबैलाई नै थाहा भइसकेको छ। सबैजनालाई अब अलमोस्ट सबै अपेक्षा गरेका छौँ। यहाँनिर मानव सेवा त्यति सजिलो काम होइन गर्दै जाँदा, तर हामीले आँट गऱ्यौँ, हिम्मत गऱ्यौँ भने पनि त्यो अप्ठ्यारो काम होइन। विगतका धेरै वर्षदेखि हामी नेपालीहरू यही सेक्टरमा छौँ, लगायत हामीसँगै जन्मेका धेरै सङ्घ संस्थाहरू यही लाइनमा हुनुहुन्छ। एकदमै खुसी लाग्छ हामीसँग भएको सुनको हात्ती अनि हामीसँग भएको सुनकै पलङ फाइनली लिएर जाने चिज होइन, त्यो सब छोडेर जाने चिज हो। त्यसकारण हामीले समाजलाई के दिने, राष्ट्रलाई के दिने, यो चाहिँ प्रमुख कुरा रहन्छ। थ्याङ्क यू सो मच सबैजनालाई यहाँ उपस्थित हुनुभएको छ। अब यो सहयोग जुटाउन लागि विभिन्न ठाउँबाट विभिन्न व्यक्तित्वले सहयोग गर्नुभएको छ। तपाईँलाई यो सहयोगको बारेमा थोरै जानकारी गराउनमा नेपाली हर्डो काठमाडौँ चितवनका सदस्य हाम्रो आदरणीय सर रमेश प्रसाद सरलाई आफ्नो छोटो गर्विलो मन्तव्यको लागि मैले यहाँ अनुरोध गरेँ। रमेश प्रसाद कार्यक्रमका सभापति प्रमुखजी शिष्टपति सबै यो धेरै कुरा भन्नुपर्ने छ जस्तो लाग्दैन, किनभने हामी एउटै परिवारभित्रका छौँ यहाँ सबैजना। एउटा संस्थाको विषयमा धेरै लामो व्याख्या गरिरहनु पर्ला जस्तो लाग्दैन। तर जो एउटा बिरामी हुनुहुन्छ हाम्रो विशाल कुमार श्रेष्ठजी, उहाँको शीघ्र स्वास्थ्य लागि कामना गर्न चाहन्छु। र हामीले निरन्तर यो अभियानमा हुनसक्छ यहाँको रकमको हिसाबले केही कम पनि होला अथवा धेरै होला, जे होला, तर हाम्रो यो सँगसँगै अर्कोसँगै भोलिबाट पनि अर्को बिरामीलाई केही सहयोग हस्तान्तरण गर्नुपर्ने अवस्थामा हामी छौँ। यो सँगै अर्को ठाउँमा बाह्रमा एउटा बिरामी त्यस्तै खालको अवस्थामा एकजना बिरामी हुन्छ, उहाँको लागि पनि हामीले कल गरिरहेको छौँ। त्यसले गर्दा धेरै बिरामीहरूसँग जोडिने गर्दा आर्थिक हिसाबले त्यसको चाहिँ स्रोत कति भयो एक टोटलमा भन्नुभन्दा पनि हामीले जे सक्यौँ तपाईँलाई एउटा सानो अभियानबाट हाम्रो आन्तरिक, खास गरी यो पनि एउटा अब एकदम हाम्रो आन्तरिक रूपमा व्यक्तिलाई फोन गरेर चाहिँ अथवा चाहिँ हामी व्यक्ति जो जोडिएका छौँ पर्सनल रूपमा त्यसरी चाहिँ कलेक्सनहरूसँग चाहिँ सहयोग हो। यो हामीले ठुलो अभियान चलाएर टिकटकमा धेरै अभियान हुन्छन् लाइभ बसेर सहयोग माग्ने, यो अभियान हामीले लाइभ बसेर सञ्चालन गर्ने अभियान होइन। त्यसले गर्दा भोल्युमको हिसाबले केही कम पनि हुनसक्छ, तर एउटा सुरुवाती हो। हाम्रो अभियानले तपाईँलाई अरू थप सहयोगी मनहरूप्रति आकर्षित गर्न सक्छ भन्ने लाग्छ मलाई। एउटा यो सुरुवातले तपाईँसँग हामी जोडिन पाएका छौँ। एउटा बिरामीको साथ धेरै बिरामीसँग एउटा फेरि नयाँ थपिनु भएको छ। हाम्रो सहयोगको कारणले तपाईँलाई भोलि अर्को मान्छे, अर्को सहयोगी मन जोडियोस्। यहाँ धेरै मान्छेहरूको नाम छ, मैले सबै मान्छेको नाम अहिले पढ्न सकिनँ। किन सकिनँ भने उहाँहरू निरन्तर यही अभियानमा हामीसँग अहिलेसम्म नेपाली हट ग्रुपले जति अभियान चलायो ती सबै अभियानहरू उहाँ जोडिँदै आउनुभएको छ। यहाँ नयाँ नाम खासै त्यस्तो नयाँ नाम मैले देखिरहेको थिएन, सबै नामहरू पुरानै निरन्तर त्यो अभियानमा जोडिएका सहयोगी मनहरूको नाम छ। त्यसले गर्दा उहाँहरूप्रति एकदमै नमन गर्न चाहन्छु म। र तपाईँको अन्तिममा धेरै कुरा नभनिकन तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। थ्याङ्क यू सो मच रमेश सर। त्यो भनेको एउटा हामीले दिने टेलरिङ मात्रै हो। हामीले भिडियो बनाउँछौँ, हामीले कार्यक्रम बनाउँछौँ, यो भिडियो धेरै समक्ष पुग्छ भनेपछि हाम्रा सहयोगी मनका भावना भएका व्यक्तिहरू जोडिँदै जानुहुन्छ। उहाँको स्वास्थ्य उपचारमा थप सहयोग, ऊर्जा, हौसला मिल्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। विशेष गरी नेपाली हट ग्रुप आज यो ठाउँमा रहेर उहाँलाई सहयोग गर्दै हुनुहुन्छ भने यहाँ दर्जनौँ सङ्घ संस्था छन्, दर्जनौँ सहयोगको संस्था छन्। उहाँको सहयोगको उपचारको खातिर जुट्नुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु। सँगसँगै आज शनिबार थुप्रै समय छैन, बट हामीले तपाईँको त्यो व्यस्त समयको बावजुद पनि हामीले थोरै समय यहाँ निकाल्न हामी बाध्य भएको छौँ। तपाईँको समय खर्चिराखेका छौँ। यहाँ उपस्थित सम्पूर्ण सामाजिक संस्थामा सामाजिक मनप्रति आबद्ध रहेर सधैँ निरन्तर सहयोग गरिरहने सम्पूर्ण मनहरूप्रति कृपया म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र हामीले यो कार्यक्रम गर्न लाउँदाखेरि यति खुसी लागेको छ। चितवन र काठमाडौँ साँच्चै एक ढिक्का भएर अगाडि बढेको अनुभव भएको छ मलाई। सधैँ निरन्तर हामी कार्यक्रम लिएर काठमाडौँ आउँदाखेरि पनि कुनै कार्यक्रम गर्दाखेरि पनि काठमाडौँका साथीहरूसित समन्वय गर्दाखेरि पनि अलिकति पहिला सुरु समन्वय कम भएको हो कि काठमाडौँका कार्य समितिका साथीहरूसित हाम्रो समन्वय हुन अलिकति मजबुत डोरी बाट्नलाई हामी कठिनाइ भइरहेको हो कि भन्ने आवाज भइरहेको थियो। तर अहिलेको कार्यक्रममा जब हामीले यो कार्यक्रम विशालजीलाई यस्तो यस्तो समस्या छ, यस्तो छ भनेर चाहिँ जब कृष्ण दाजुबाट चाहिँ खबर पाइसकेपछि मैले नै दाइ यस्तो यस्तो कार्यक्रम छ, यसरी हामी दुईजना मिलेर गरौँ नि त। अहिले साँच्चै भन्दाखेरि पैसा उठ्नु एकदमै गाह्रो छ। एकदम गाह्रो भएको सिचुएसनमा एक्लै आँटेर काम गर्छु भन्दाखेरि भोलि आफूले त्यो पैसा पुर्याउन सकिँदैन कि सोचेको जति सहयोग पनि गर्न सकिँदैन कि भन्ने समस्या एकदम परिरहेको सन्दर्भ र काठमाडौँले धेरै नभए पनि हामी तर्फबाट 10,000
चितवनबाट 10,000 भए पनि हामी एउटा सहयोग गर्न सक्छौँ भनेर चाहिँ सुरुवात गर्दै जाँदाखेरि सम्पूर्ण साथीहरू जोडिनु भयो। काठमाडौँबाट पनि एकदम सक्रियता साथ जोडिनु भयो। त्यसमा धेरै धेरै आभार प्रकट गर्दछु। चितवन हट ग्रुपका सम्पूर्ण साथीहरू यसरी जोडिरहनु भएको हरेक पटक जोडिने साथीहरू र चितवन हट ग्रुप र काठमाडौँ हट ग्रुपभन्दा बाहिरका हामीलाई निरन्तर सहयोग गर्ने साथीहरू सम्पूर्णप्रति धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। विशालजीलाई लाइभमा देख्ने साथीहरू धेरै हुनुहुन्छ है। उहाँ लाइभ बसिरहँदाखेरि उहाँले आह्वान गरेको भिडियोहरू पनि म देख्छु। उहाँलाई सहयोगको धेरै खाँचो छ, तर पनि सहयोग हजारौँ मान्छेले हेर्दाखेरि पनि 10 रुपियाँ सहयोग गर्न नेपाली हट ग्रुप चितवन र काठमाडौँ कार्य समितिले एउटा चाहिँ साँच्चै पुण्यको काम गरेको छ भन्ने मलाई आभास भएको छ। र भोलि हाम्रो पनि फेरि कार्यक्रमको लागि हाम्रो सेड्युलमा छ। त्यसरी सम्पूर्ण कार्यक्रमहरू अगाडि सेड्युल राख्दै गर्दाखेरि सधैँ तपाईँहरूको हातले चाहिँ सहयोग गरिरहन पाउँदाखेरि अथवा चाहिँ तपाईँहरू हामीसित जोडिरहनु पाउँदाखेरि एकदम आभार प्रकट गर्न चाहन्छु। र यो जसरी तपाईँहरूको सहयोग गर्नुभएको छ यसमा भगवान्ले पनि मानव सेवामा लाग्ने हातहरूलाई पक्कै पनि हात थाम्नुहुनेछ भन्ने म कामना गर्दै आजको कार्यक्रम सफल होस् भन्ने धारणा राख्दै र हाम्रो चाहिँ विशालजीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हजुरहरूप्रति आभार प्रकट गर्दछु। हस्त धन्यवाद। आदरणीय अध्यक्ष सुभाष बराइली सरप्रति सँगै हातेमालो मानव सहायता समूहका हाम्रो प्यारी दिदी, सबैको प्यारी दिदी तिले काफ्ले दिदीलाई त्यो कार्यक्रमको बारेमा थोरै आफ्नो मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्दछु। तिला काफ्ले दिदी। सम्पूर्णमा नमस्कार, धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, यस हट ग्रुपका आजका सभापति, सम्पूर्ण हट ग्रुपका कार्य समिति टिम, सम्पूर्ण सदस्य, आजीवन सदस्य, सम्पूर्ण सहयोगी मनहरू र मेरो हातेमालो टिम 3 जना आएको छौँ हामी। सरिता पनि हातेमालोमा आबद्ध हुनुभएको छ होइन। हामी हातमा हात मिलाएर साथमा साथ मिलाएर अगाडि बढ्नुपर्छ होइन। यो ग्रुप त्यो ग्रुप भन्नु छैन। हामी आजभन्दा पहिला पनि कृष्ण भाइसँग हामी यो हट ग्रुप हुँदा हातेमालो नहुँदा हातेमालो दर्ता भइसकेकै थिएन। उहाँ र हामीले पहिले पनि कार्यक्रम गरेका थियौँ, सहयोगको कार्यक्रम होइन। अहिले पनि हामी सँगै छौँ। हरेक कार्यक्रममा उत्तम भाइ पुग्नु भएकै हुनुहुन्छ होइन। भाइ यस्तो छ आइपुग्नुहुन्छ भन्दाखेरि हस् दिदी म भ्याएसम्म पुग्छु भनेर आउनुहुन्छ होइन। त्यो भनेको हामी एक अर्काका परिपूरक हौँ होइन। सहयोग जुटाउन सजिलो छैन, अघि नै भनिसक्नुभएको छ हाम्रो सरहरूले होइन। हामीलाई एकदमै गाह्रो छ सहयोग जुटाउन, तर पनि हामीले छोड्न त हुँदैन नि। एकले थुकी थुक सयौँले थुकी नदी भनिन्छ नि होइन। थोरै थोरै गरेर यहाँ पफन्से मैले हेरिसकेको छु, गर्दै गर्दै जुटाउनु भएको छ। त्यो पनि सजिलो छैन क्या हाम्रो लागि। अब कतिपटक भन्नु होइन हाम्रो सहयोग जुटाउनलाई। विकास भाइलाई हामी 2-3 चोटि गइसकेका छौँ। हाम्रो भाइलाई थोरै भए पनि हामी सहयोग गरेका छौँ, अरू मार्फत पनि गरेको छौँ होइन। फेरि पनि गर्नेछौँ। आज अलिकति मैले सल्लाह गर्न पनि पाइनँ होइन। अब समितिमा बिहान मात्रै भाइले मलाई भन्नुभयो दिदी ल एकैछिन भयो भने समय मिल्छ भने आउनुहोस् है। सुरुवात भइरहेछ, आउनु न। हातेमालोले हजुरहरूसँग हातमा हात मिलाएरै जान चाहन्छौँ होइन। हामी एउटै हौँ, अलग नसोच्नु होला। जुन संस्थामा गयो नि मलाई कृष्ण भाइले अलिकति ढिलो गर्नुभएको हो उहाँले भन्नलाई होइन। मैले किनभने हाम्रो सरको हाम्रो दिदी बराजुजी सरको कार्यक्रमहरू मैले हेरिराख्दाखेरि ओहो म पनि त्यहाँ पस्न पाए त हुन्थ्यो नि होइन। कति राम्रो कार्यक्रम गर्नुपर्छ, म पनि त्यो ठाउँमा जान पाए हुन्थ्यो भन्दै भन्दै मलाई हातेमालोले तानिहाल्यो होइन। उहाँकै कमजोरी हो, उहाँहरूलाई घाटा लाग्यो होइन। तर पनि हामी एउटै हौँ, चाहे हातेमालो होस् चाहे हट ग्रुप होस् है। यसरी नै अगाडि बढौँ, यसरी नै हामीले दिन दुखीलाई सहयोग गरौँ। हामीलाई आश्रममा पनि गुरुले सिकाउनुहुन्छ कि हामीले खाना पकाउने बेलामा एकमुठी भए पनि साइड लाउँ है दिन दुखीको लागि भनेका हुन्छौँ। हामीले एकमुठी साइड लाउँदाखेरि हामीलाई कम हुँदैन नि त। यो पनि त्यस्तै हो, दिएर खान पुगोस् होइन। हामीलाई भगवान्ले दिनुहुन्छ। म धेरै लामो कुरा गर्न चाहिनँ, मेरा भनाइहरूलाई यहीँ बिट मार्न चाहन्छु। हस्त धन्यवाद। थ्याङ्क यू सो मच। हाम्रो सुभाष बराइली सर तिला काफ्ले दिदीले भन्नुभयो चाहिँ हामी नेपाली हट ग्रुप चितवन, नेपाली हट ग्रुप काठमाडौँ मात्रै होइन, हामी सिङ्गो ग्रुपलाई एकबद्धता गर्न चाहन्छौँ। किनकि धेरै ग्रुप एक ठाउँमा मिल्यो भने त हामी राम्रै सहयोग उठाउन सक्छौँ होइन। सकिन्छ त्यो सम्भव छ। भर्खरै हामी हातेमालो र नेपाली हट ग्रुपले एउटा कार्यक्रम गरेर एउटा उदाहरण पस्किसकेका छौँ, प्रस्तुत गरिसकेका छौँ। अत्यन्त सफल भएको कार्यक्रम थियो। सबैजनाले सर्वाधिक रुचाइनु भएको थियो।
सँगसँगै नेपाली हट ग्रुप काठमाडौँ कार्य समितिका कोषाध्यक्ष आउनुभएको छ शैलेन्द्र खनाल, उहाँलाई पनि अतिथि भाषण ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। थ्याङ्क यू, उहाँ ढिलो आउनुभयो कार्यव्यस्तताका कारण। अब हामी कार्यक्रमलाई बिट मार्ने तयारीमा छौँ, किनकि अब यसबारेमा धेरै डिटेल सम्पूर्ण जानकारी हामी उहाँलाई एउटा कुरा मैले भन्नै छुटाएको कुरा, यहाँ फ्लेक्स बोर्डमा नलेख्नु, म उहाँ बिरामीलाई मेरो व्यक्तिगत 500 रुपियाँ सहयोग गर्छु भन्दा आकाश ढकाल सरले पैसा पठाइदिनु पठाइदिनु भएको छ युनिभर्सिटी सर। आकाश ढकाल सरलाई पनि एकचोटि जोरदार किनकि उहाँले यो फर्स्ट टाइम हो कति पठाउँछ भन्नुभएको थियो, तपाईँले पठाइदिनु भनेर उहाँ आएको पैसा मेरो एकाउन्टमा आइसकेको छ। थ्याङ्क यू सो मच। अब हामी उहाँ विशाल श्रेष्ठ भाइलाई कति रकम हस्तान्तरण गर्छौँ, कतिजनाले सहयोग गर्नुभयो, डिटेलमा हाम्रो आजको कार्यक्रमका अध्यक्षले जानकारी दिँदै कार्यक्रम प्रस्तुत गर्ने क्रममा केही गल्ती भयो होला, त्यसमा एक्सट्रिमली माफी माग्दै आजको यो कार्यक्रम अनि अब हामी यतिजना जुटेका छौँ। वास्तविकता के हो, स्टेज कस्तो हो, तपाईँलाई अहिले कस्तो अनुभव भइरहेछ, तपाईँलाई कस्तो सहयोग भइरहेछ र तपाईँलाई आगामी हुने समस्या आफ्नै बिरामीकै तर्फबाट आजको प्रमुख अतिथिको तर्फबाट केही कुरा हामीलाई जानकारी गराउनुलाई विशाल कुमार श्रेष्ठलाई मैले अनुरोध गरेँ। हजुरले एकचोटि भन्नु होला। नमस्ते, मेरो नाम विशाल कुमार श्रेष्ठ हो। मेरो घर छलाउ, अनि म काठमाडौँ कलङ्कुमा बसेको छु। अनि मेरो विगत 4 वर्षदेखि मलाई भएको हो। अनि मेरो खानाको भर्खर 1 वर्ष भएको। अनि मैले 4 वर्षमा मैले खाना खान सक्दिनँ, मैले अहिलेसम्म खाना खाएको पनि छैन है। अनि मैले यहाँ नेपाल हर्गुललाई चिलाएर उहाँले सेवा गरेर लाउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। अहिले हाम्रो नेपाल हर्गुललाई धेरै धेरै धन्यवाद है। अब हाम्रो आशीर्वादबाट सेवा चाहन्छु। अनि यो पेन्सन चाहिँ मेरो लाख रुपियाँ पेन्सन हो। मेरो अहिले धेरै लाख पेन्सन पाइसकेको छ। धेरै सबै हिसाबले सबैले पेन्सनहरू यो आउँदैन अवसर गर्न मिल्दैन भनेको छ। अब यदि अवसर गरेर सक्दै भयो भने मेरो हातमा केही सक्दैन, त्यो भएर अब अवसर लगाउनु भनेको छ। अनि मैले अवसर लगाउने विचार गरेको छु। यदि औषधि खायो भन्थ्यो, अहिले खानाहरू सबै खोलिदिन्छ, सफाहरू भएको छ, यसै गरेर बसिरहेको छु। अब हेरौँ अब सास हुँदैछ आएको होइन, म पनि कृषक लागेर बस्छु। यसैले सहयोग गरेर यसैले सहयोग लागेरै म विचार गरिरहेको छु। मेरो भएको सबै सक्छु छ। अब मैले यसैले जन्म उठाएर मागेर मेरो आशा अवसर गर्दाखेरि मेरो अवसर गर्दाखेरि जुत्ता त्यसमा अहिलेसम्म लिएको छैन, अहिले पनि बुझ्न सक्नुहुन्छ। काठमाडौँ कैसे सल्लाह गर्नु मेरो 35,000 पैसा अहिले चुन भएको छ त्यहाँ, तर गएर बुझ्न सक्नुहुन्छ। मेरो जुत्ता त्यसमा मैले लिएको छैन। किनकि अब मैले त्यहाँ गयो भने म पैसा लाग्छ होइन। अनि त्यो म त्यहाँ राम्रै गरेको छु। अहिले मैले उत्साह चाहिँ पाखर हस्पिटलमा गरेर आएको छु फेरि। अहिले यो यसरी सबैहरूको साथ सपोर्ट लगाएर अहिलेसम्म म बाँचिरहेको छु। यसरी बाँच्न पाऊँ होइन। अब लुसी साथ हुँदैन आठ हो वर्षै आठ हो होइन। अब सबैले के गर्छ थाहा छैन, सम्पूर्ण सहयोग गर्नुहरू हुन्छ होइन। उहाँलाई धेरै धेरै धन्यवाद। नेपाल हर्गु अहिले आशीर्वाद सेवा समूह सम्पूर्णमा यही धन्यवाद भन्न चाहन्छु। अन्ततः यो सहयोगी मनप्रति अत्यन्तै आभार व्यक्त गर्दै कार्यक्रम सञ्चालन गर्ने क्रममा त्यो निश्चय भयो। आजभन्दा लगभग 4 वर्ष अगाडि हामी लकडाउनको पिरियडमा टिकटक चलाउने साथीहरू मिलेर एउटा ग्रुप जम्मा गरेर दिन दुखी, भोका नाङ्गा, गरिब, बाढी पीडित, भूकम्प पीडितलाई सानो सानो सहयोग गर्दै आइरहेका अवस्थामा आज हामी विशाल भाइको लागि केही आर्थिक सहयोग गर्न आइरहेछौँ। मैले टिकटक चलाउने क्रममा मैले भिडियो देखेँ विशाल भाइको मुखबाट हालेको दुध नाकबाट निस्केर आइरहेछ। अनि भाइको लाइभमा छिरेँ, भाइ लाइभमै रहेछ। अनि मैले भाइ अब उसको अवस्था हेर्दाखेरि मलाई एकदम मेरो भित्रैदेखि नै मनदेखि नै एकदम गाह्रो भएर आएर भाइ के छ कस्तो अवस्था भनेर सोधेँ। अनि मैले यसै सोधाएँ, दाइ म यस्तो 4th स्टेजको क्यान्सर हो भनेर मलाई तुरुन्तै देख्ने बित्तिकै विशाल भाइले, म उसँग साथी पनि थिएन, मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ, उसले
मैले फलो गरेँ, उसले फलो ब्याक दियो, हामी साथी गयौँ। हामी नेपाली हर्ट ग्रुप छ एउटा संस्था, केही दिन नसके पनि हामीले चाहिँ भाइलाई औषधि उपचारको लागि चाहिँ केही सहयोग गर्न सक्छौँ। भाइको अनुमति छ भने म मेरो ग्रुपमा राख्छु, कुरा गर्छु भनेर यो कुरा गर्दा दाइ मेरो यस्तो अवस्था छ, 4th स्टेजको क्यान्सर हो। मेरो क्यान्सरको अवस्था कस्तो थियो भने पहिला सानो मुखमा घाउ आयो। सानो मुखमा घाउ आएपछि त्यो घाउ उपचार हुँदै ऊ भाइ विदेशमा कमाउन गयो, दुबई गयो, मलेसिया गयो। उसको आफ्नो घर परिवारको उपचारको के अरे अवस्थाको हिसाबले ऊ वैदेशिक रोजगारीको लागि विदेश जाँदा उसलाई अलिक गाह्रो भयो। ऊ विदेशबाट फर्केर आइसकेपछि त्यो घाउ बढ्दै गएर त्यो घाउले मुखमा क्यान्सरको रूप लियो। मुखको उपचार हुँदा उसको नाकमा क्यान्सर गयो, आँखामा क्यान्सर गयो, अहिले ब्रेनमा पुगेको छ, 4th स्टेजको छ होइन। यो क्यान्सर भन्ने चिज कसैले पनि नहोस्, म यस्तो प्राणघातक रोग कसैलाई पनि नलागोस्। जो विशाल भाइलाई चाहिँ यो भिडियो हेरेर चाहिँ तपाईँहरू जोसुकै जहाँ चाहिँ नेपाल अधिराज्यभर अथवा विदेशमा बस्नुभएको व्यक्तिहरूले पनि सहयोग गरिदिनु होला। विशाल भाइ जस्तै धेरै दिन दुखीहरूलाई हामीले नेपाली हर्ट ग्रुप मार्फत सहयोग गरेको छौँ। जो हाम्रो यो निरन्तरता सहयोग गर्ने कार्यक्रम हामी नेपाली हर्ट ग्रुप, हातेमालो मानव सेवा समूह, जन्मभूमि सामाजिक संस्था, मिलिजुली सामाजिक संस्था अन्तर्गत हामी जोडेर अघि बढ्ने नै छौँ। र विशाल भाइको लागि चाहिँ आज हामीले चाहिँ विभिन्न हाम्रो पहलमा यस्तै मैले यो भाइको यस्तो अवस्था देखेपछि मैले कसरी सहयोग गर्नुपर्छ, यस्तो भाइलाई उपचार गर्नु पऱ्यो भनेर कुरा गर्दाखेरि हाम्रो विष्णु ढुङ्गाना बहिनी चितवनमा हुनुहुन्छ। अस्ति एउटा प्रोग्राममा मेरै जन्मदिनको अवसरमा चाहिँ विष्णु ढुङ्गाना बहिनीले चाहिँ उताबाट के काटिदिनु भएको थियो, त्यो दिन हाम्रो कुरा भएको थियो। म पनि कुरा गर्छु, हाम्रो नेपाली हर्ट ग्रुपको चितवन सुभाष सरसँग कुरा गरेर यो प्रोग्राम गरौँ, जति सकिन्छ औषधि उपचारको लागि दिउँ भनेर कुरा गर्नुभएपछि हाम्रो सुभाष सरसँग मेरो कुरा भयो। सुभाष सरको पहल हामी दुईजना मिलेर गरौँ, जति सकिन्छ 10,000 भयो नि यो भाइलाई सहयोग गरौँ। 10,000 भने 20,000 रुपियाँ भए पनि केही भयो भने औषधि किन्न पुग्छ भने सहजमा हाम्रो सुभाष सरको हाम्रो पहलमा तपाईँहरू त्यत्रो सहयोगदाता 30,000 रुपियाँ पैसा उठाएका छौँ विशाल भाइको लागि सहयोगको लागि। 30,000 रुपियाँ पैसा हामीले यहाँ उठाएको छौँ। र अहिले भर्खरै हाम्रो हातेमालो मानव सेवा समूह, हाम्रो हातेमालो मानव सेवा समूहबाट राजेन्द्र धामी सरले पनि विशाल भाइलाई सहयोग गर्नुभएको मैले फोटोहरू भिडियोहरू देखेको छु। आज पनि हाम्रो किला दिदी शारदा भाउजू, हाम्रो सञ्जन सरले चाहिँ 500को दरले 1500 रुपियाँ दिनुहुन्छ। नेपाली हर्ट ग्रुपले आज हामीले कलेक्सन गरेका छौँ। हामीलाई एकदम सहयोगी दाता, हामीले जहाँ जे भन्दा पनि सहयोग गर्न अग्रसर हुने नेपाली हर्ट ग्रुपलाई परेको बेलामा नेपाली हर्ट ग्रुप मात्र होइन विभिन्न संस्थामा सहयोग गर्ने रमेश बसाल दाई हुनुहुन्छ। उहाँले पनि पठाउनु भएको छ सहयोग होइन। यहाँ सबैजना साथीहरूको नाम त म भन्न सम्भव छैन, 37-38जना साथीहरू हुनुहुन्छ नेपाली हर्ट ग्रुप मार्फत सहयोग गर्ने। सहयोगी दाताहरूलाई मेरो हृदयदेखि नै हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यसमा सहयोगी दाताहरूको नाम पनि म अहिले पढेरै सुनाउँछु। अब रमेश बसाल हुनुहुन्छ, हाम्रो सर पाल्पादेखि हुनुहुन्छ, उहाँले रु 3,000 रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। बसाल दाई हुनुहुन्छ पाल्पादेखि, उहाँले प्रत्येक कार्यक्रममा सहयोग गर्नुहुन्छ। उहाँको तर्फबाट सहयोग गरौँ, केही अभियान चलाउँ भनेर मैले सुरुवातमा 2,000 रुपियाँ सहयोग गरेको छु। चितवन निर्माण व्यवसाय हुनुहुन्छ हाम्रो दिदी सिलवाल सर यहीँ हुनुहुन्छ। चितवन निर्माण व्यवसाय साथसाथै नेपाली हर्ट ग्रुप चितवनको सदस्य हुनुहुन्छ, कार्य समिति सदस्य हुन्छ, उहाँबाट 2,000। रश्मि आले बहिनी हुनुहुन्छ, यहीँ हुनुहुन्छ हाम्रो कार्य समिति केन्द्रीय कोषाध्यक्ष रश्मि आले बहिनीबाट 1,111 रुपियाँ। रिता थापा हुनुहुन्छ हाम्रो नेपाली हर्ट ग्रुप केन्द्रीय उपाध्यक्ष गोविन्द थापाको श्रीमती, उहाँ म्याडमले पनि मेरो तर्फबाट अधिकारी अर्को नै हुनुहुन्छ नि, अर्को हुनुहुन्छ के उहाँ होइन, अर्को हुनुहुन्छ। जन्मभूमि सामाजिक संस्थाका उपाध्यक्ष उहाँले कहाँसम्म 22,000 रुपियाँ उहाँले प्रदान गर्नुभएको छ। अमृता केसी बहिनी, उहाँ अमृता केसी बहिनी पनि एकदम सम्पूर्ण ठाउँमा सहयोग गर्ने प्यारी बहिनी। उहाँको आमाको अस्ति 45 दिनको कार्य थियो, मेरो आमाको 45 दिनको कार्य चाहिँ मैले चाहिँ रिमा सेवा समाजमा खाना खुवाएर मनाउँछु। दाइ मेरो तर्फबाट शैलेन दाइ हजुर उभिने हो राखिदिनुहोस् भनेर उहाँले 1,500 पठाउनुभयो। सुभाष बराल सर यहीँ हुनुहुन्छ, उहाँले 1,000
नेपाली हट ग्रुपका केन्द्रीय अध्यक्ष हुन्छ, उहाँले पनि प्रत्येक कार्यक्रममा सहयोग गर्नुहुन्छ। उहाँबाट 1000। शम्भु लम्साल हाम्रो केन्द्रीय वरिष्ठ उपाध्यक्ष नेपाली हट ग्रुप, उहाँबाट रु 1000 रुपियाँ। सरू बराल हुन्छ नेपाली हट ग्रुप पोखरा कार्य समिति सचिव, उहाँबाट रु 1000 रुपियाँ। जनमाया श्रेष्ठ चाहिँ आफै अपाङ्ग हुनुहुन्छ, उहाँ त्यो आफ्नो त्यो उहाँले चाहिँ लुगाहरू सिलाउनुहुन्छ बसी होइन, उहाँले आफ्नो एक रुपियाँ गरेर कमाएको पैसाबाट पनि 1000 रुपियाँ पठाउनु भएको छ। तुलसा ढकाल बहिनी हाम्रो प्यारे बहिनी हुनुहुन्छ, बहिनीले 1000 रुपियाँ पठाउनु भएको छ। प्रकाश सापागाई हुनुहुन्छ, उहाँले अर्को बिरामीलाई र हाम्रो विशाल भाइलाई दुईटैलाई 21 पठाउनु भएको थियो, उहाँलाई चाहिँ 575 रुपियाँ पठाउनु भएको छ। हेलो माया खुसी हुनुहुन्छ चिकनबाट, उहाँले 505 रुपियाँ पठाउनु भएको छ। प्रदीप खनाल सर हुनुहुन्छ, उहाँ चिकनबाट, उहाँले 505 रुपियाँ पठाउनु भएको छ। कृष्ण प्रसाद नेउपाने हाम्रो दाजु एकदम प्यारो दाई हुनुहुन्छ पुल्चोक बजार चिकनबाट, उहाँले 511 रुपियाँ पठाउनु भएको छ। कोपिला आर्याल चिकन कार्य समितिको सदस्य बहिनी हुनुहुन्छ, उहाँले 500 रुपियाँ पठाउनु भएको छ। कृष्णपुरी दाई हुनुहुन्छ सल्लाहकार नेपाली हट ग्रुप चितवनका, उहाँले रु 500 रुपियाँ पठाउनु भएको छ। रमेश भुषाल सर एकदम यही हुनुहुन्छ नेपाली हट ग्रुप चितवनको सल्लाहकार हुनुहुन्छ, आदरणीय दाजु, उहाँबाट रु 500 रुपियाँ। रीता अधिकारी दिदी यहीँ हुनुहुन्छ, उहाँ पनि एकदम सहयोग मन्त्री दिदी हुनुहुन्छ, उहाँले 500 रुपियाँ। सीमा श्रेष्ठ यहीँ हुनुहुन्छ, उहाँले रु 500 रुपियाँ। सरिता पौडेल बहिनी हुनुहुन्छ, उहाँ आफै पनि अस्ति बिरामी हुनुभएको थियो, उहाँ पनि आफ्नो उपचार गराउँदा पनि विशाल भाइको लागि भनेर 500 रुपियाँ पठाउनु भएको छ। सपना खतिवटा बहिनी हुनुहुन्छ काठमाडौँबाट, उहाँले पनि 500 रुपियाँ पठाउनु भएको छ। अप्सरा उप्रेती दिजु उहाँ पनि आफै बिरामी हुनुहुन्छ, उहाँले आफू बिरामी हुँदा पनि उहाँले पनि रु 500 रुपियाँ पठाउनु भएको छ। जीवन लुइटेल मेरो फेसबुकमा हालेको पोस्ट हेरेर मलाई जीवन लुइटेलले पनि 500 रुपियाँ मेरो तर्फबाट है भनेर पठाउनु भएको छ विशाल भाइको लागि। विशाल भाइको टिकटक म हेरिरहन्छु, यो विशाल भाइको लागि मैले पनि 500 रुपियाँ सहयोग गर्नुपर्छ भन्ने उहाँले 500 पठाउनु भएको छ। ईश्वर प्रसाद पौडेल हुन्छ कपिल वस्तु, अहिले हाल चाहिँ चितवन हुन्छ, उहाँले रु 500 रुपियाँ अहिले विदेशमा यहाँ पिक मिस्टेक भयो होला सायद। ईश्वर प्रसाद पौडेल सर कपिल वस्तु हाल इन्डिया हुनुहुन्छ, उहाँले 500 रुपियाँ। ईशा भुजेल बहिनी हुनुहुन्छ चितवन भैराकोटबाट, उहाँले रु 500 रुपियाँ। गोविन्द थापा नेपाली हट ग्रुप केन्द्रीय उपाध्यक्ष अहिले आउनु सक्नु भएन, मलाई फोन गर्नुभएको थियो होइन, उहाँ आउँदै हुनुहुन्छ होला साथमा प्रोग्राम सकिएपछि अनि उहाँले रु के अरे पठाउनु भएको छ 500 रुपियाँ। पार्वती सापकोटा बेडाकोट रु 500 रुपियाँ। रचना बस्नेत हाम्रो हट ग्रुप कार्य समिति चितवन सदस्य हुन्छ, उहाँले 500 रुपियाँ। उत्तमराज लामाले पठाउनु भएको छ 500 रुपियाँ। रमेश शर्मा लम्साल दाई हुनुहुन्छ, उहाँले रु 500 रुपियाँ यहीँ हुनुहुन्छ, रमेश शर्मा लम्साल उत्तमराज लामा दाई। सुभद्रा भण्डारी चितवनबाट रु 500 रुपियाँ। आर्यस ढकाल सर हुनुहुन्छ, उहाँले 500 रुपियाँ पठाउनु भएको छ। अनि शैलेन्द्र खनाल सर हिजो यो प्रिन्ट भइसकेपछि आएको थिएँ, उहाँ पनि मैले काउन्टिङ चाहिँ गरेको छु होइन। शैलेन्द्र खनाल दाजु यही आउनु भएको छ, हाम्रो दाजु उहाँ आजीवन सदस्य हुनुहुन्छ, कोषाध्यक्ष पनि हुन्छ, उहाँ नेपाली हट ग्रुप काठमाडौँको कोषको पैसा हेर्नुहुन्छ उहाँले रु 500 रुपियाँ होइन 500 रुपियाँ पठाउनु भएको छ। र अनु शर्मा बहिनी चितवन हाल चाहिँ दुबई हुनुहुन्छ, उहाँ बहिनीबाट पनि 1000 रुपियाँ पठाउनु भएको छ, उहाँलाई पनि हृदयदेखि धन्यवाद यहाँहरू सहयोगी दाताहरूलाई चाहिँ मेरो हृदयदेखि नै हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। र विशाल भाइको लागि आर्थिक सहयोग भिडियो मार्फत जहाँ जहाँ बस्नु भएको छ देश तथा विदेशमा बस्नु भएको सम्पूर्ण व्यक्तिहरूलाई आर्थिक सहयोगलाई आह्वान गर्न चाहन्छु र विशाल भाइलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। धन्यवाद। र मेरो शब्द यही पुर्याउँदै यो कार्यक्रम पनि यही सम्पन्न गरेको सुभाष सर मेरो त यो मोही माग्ने रहेछ सर्टै पार्नु त मैले किन चिया लगाइरहेको मैले खानु न खानु त सक्नु त सन्चो नभयो भने छिटो सकिँदा पो खानु। ओके दिदी थ्याङ्क यू। त्यसो गर्नुपर्ने क्या भिडियो फोटो सुभाष सर रमेश सर किन
वीडियो नहीं बना दी भाई बेटा वीडियो किधर है दिखाइए इधर 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 एक सारी भयो भिडियो बनाउने बेटा के गरौँ पछि एउटा भाउजू भनेको जसरी हामीले सहयोग गरौँ अरू अरू संस्थाहरू पनि यसै गरी उहाँको चाहिँ होइन उपचारको क्रममा चाहिँ यसै गरी सहयोग गर्दै जानु होला यता नहेर्दै